ठिक छ अब हामी जाँदैछौँ होइन अब गन्तव्यले कहाँ पुऱ्याउँछ गएर अन्त्य हान्नु पनि छ होइन र छ अब एप्सान दियो गयो एप्सान दियो पाठशाल खाइदिने हो अरू तिमी र म हो क्या दुईजना पछाडि चितवन नेसनल पार्क एकदम हराएका राष्ट्रिय यता एउटा यो भालु अर्को त कालु ठिक छ ल अब हामी जाँदैछौँ होइन गाइजहरूले हाम्रो बिल्ला हान्दैछ तर हाम्रो बाल छैन होइन के म ढाले राख्ने होइन अनि मतलब राख्ने होइन हाम्रो वी नो वी आर हेन्डसम होइन हो ल राम्ररी के ल लाइफमा जित्नु भन्दा ठुलो कुरा हिम्मत हार्नु हो हेलो गाइज होइन वेलकम टु माई न्यू भ्लग होइन सन्चै हुनुहुन्छ होला अहिले चाहिँ धेरै पछि भ्लग होइन हामी उहाँ के अरे रोयल कटेजदेखि भित्र आधी घन्टाभित्र आएछौँ होइन अनि आधी घन्टाभित्र आयौँ अनि हामी चाहिँ फेरि फर्केको अनि बाटो नभएर हामी यस्तो खेतको बाटो फर्केछौँ होइन अब हेर्दै जाऊँ होइन के हुन्छ कताबाट हामी गइन्छ होइन हाम्रो अगाडि यो सुनिल भाइ हेलो ठिक छ नि हामी ल हतारिँदै बतासिँदै अब चल्दैछौँ होइन यस छ र जिन्दगीमा मरिलानु बाटो भेटे ल्याउ म त खान्नेहरू मलाई मन परेन है त्यो के देखाउ त गन्दै मन परेन है मलाई यो के हो यो आई डोन्ट लाइक दिस होइन गेडाको भएर के गेडाको भएर के भयरको गेडा कि गेडाको भएर दुईवटा गाइजहरू चाहिँ उता पानी खान गछन् हामी चाहिँ यता चिलमा होइन हो गाइज अहिले चाहिँ अब हामी फाइनल्ली हामीले रोड चाहिँ भेटाइयो देख्न सक्नुहुन्छ खेतको बाटो लिएर बल्ल बल्ल आइयो दुईजना चुतियाहरू पछाडि आउँदैन अलिक देखिएनन् चुटियाहरू छिटो आउन यार दोस्तहरू उहाँका दोस्तहरू दुईजना देख्नुभयो हामीले बाटोको चाहिँ भेट्यौँ देख्नुभयो नि बाटो छैन गरेर अझै त्यो इजी हो के बाटो भेटाउने हामीलाई हो र हामीले पनि त्यही त भनेको नि खेतको बाटो आएपछि बाटो भेटेको त भनेको नि थाहै छैन गाइजहरूलाई है भित्र अझै बाहिर जानु थियो त्यो बाटो भेट्नु त्यो बाटो अझै भेट्ने त भेट्यो त अब त त्यही त तल जाने हो अनि ऊ त्यो अगाडिको त्यो बाटो गएर सरक यताबाट गएर यस्तो घुमेर अनि यताबाट अनि यता हामी होइन आइयो ठिक छ अरू अहिले चाहिँ हामी फिलहाल कहाँ अरे बर्दघाट हामी चाहिँ लुम्बिनी प्रदेश लिग खेल्न आएको होइन कहाँबाट अरे भल्लबास गोल्डन स्टार युवा क्लब भल्लबास कपिल वस्तु ठिक छ अब हामी जाँदैछौँ होइन अब गन्तव्यले कहाँ पुऱ्याउँछ गएर अन्त्य हान्नु पनि छ होइन र छ अब एप्सान दियो गयो एप्सान दिने हो पाठशाल खाइदिने हो अरू तिमी र म हो क्या अरू तिमी र म हो क्या चिताउरा नै कति ढिलो गरेको यार दाइ यार जस्तो गर्छ नि यार हात पाट्यो मेरो त यार छोपलो यत्तिकै यति छोप्ने चलो गाइज हामी चाहिँ हिँड्दैछौँ है हामी हाम्रो गन्तव्यमा एकदम घाम भइरहेको छ टुडे सो भेरी हट ओके रमाइलो छ हामी त 4 जना मात्रै हो नि फेरि हामी मेन बाटोमा चाहिँ आइयो मेन बाटो आइयो हाम्रो दुईजना लास्टै सुत्केरी यस्तो गर्छन् के हेलो आउनु हो ओ नो यार मेन क्यारेक्टर यता हो यार म के छ अनि अरू हल्ली कमेन्टमा लेख्नु होला हो क्या कमेन्टमा लेख्नु होला के भइरहेछ हामी चाहिँ गाउँ एक्सप्लोर गर्दैछौँ नयाँ ठाउँ नयाँ गाउँ हो कि के भन्छ नयाँ ठाउँ गाउँ त्यही त हो नि अब हाम्रो गेम चाहिँ अब भोलि छ पुस्ता अरे भोलि बर्डियासित बर्डिया राष्ट्रिय निकुञ्ज हो क्या हिजोको गेम चाहिँ हामी 4-2 लस भइयो होइन अब लसमा चाहिँ अब एकदम हाम्रो मिडमा कमजोरी भएर हामी हार्यो ठिक छ अब गेममा हार जित भइरहन्छ
भोलि हेरौँ के हुन्छ। अब भोलि चाहिँ हाम्रो एकदम जित्ने टार्गेट नै हो। बाई चान्स अब गेम हो होइन, भन्न सकिन्न, जित्न सकिन्छ होइन। ठिक छ। अहिले चाहिँ यहाँ घरहरू देख्दैछ, अलि अघि गएपछि पनि अलि अघि पछि चाहिँ देखिन्न है। हामीले खास चाहिँ मेन भ्लग हामीले स्टार्ट गर्नुपर्ने चाहिँ हामीले उहाँ बर्दघाट त्यो के अरे रोयल कटेज होटलदेखि निस्किँदा गर्नुपर्ने हो, तर हामीले गरिएन। अब पनि पछि सम्झियो नि त, अनि एक्कासी त्यही भएर बिच बाटोदेखि फर्किँदा जाँदा बनाउने बेला हामीले फर्किँदा बनाउँदैछौँ। ठिक छ, हेर्नु पऱ्यो, साथ दिनु पऱ्यो, सपोर्ट गर्नु पऱ्यो हामीलाई। त्यही त हो, त्यति त गर्नु पऱ्यो नि। अनि हामी पनि माथि जानु पऱ्यो, हल्का इन्कम हान्नु पऱ्यो। हल्का इन्कम हान्नु पऱ्यो। त्यो इन्कम फेरि यसले इन्कम गर्छ भनेर फेरि हजुरहरूले त्यो माया र साथ सपोर्ट चाहिँ छोड्न भएन होइन। पकाउनु न, दुखिसक्यो हात। यार फेरि हामी फेरि पालैपालो क्यामराम्यानहरू पालैपालो हात दुखेर पालैपालो एक्सचेन्ज भइरह हात। हाम्रो भाइलाई पनि एकदम गाह्रो भयो एकैछिन, मलाई पनि गाह्रो भयो। दुईजना पछाडि चितवन नेसनल पार्क एकदम हराएका राष्ट्रिय यता एउटो यो भालु, अर्को त्यो कालु, एउटो यो भालु, अर्को त्यो कालु। ठिक छ ल, अब हामी जाँदैछौँ होइन। गाइजहरूले हाम्रो बिल्ला हान्दैछन्, तर हामीलाई बाल छैन होइन। के म ढाले राख्ने होइन, अनि मलाई राख्ने होइन। हाम्रो वी नो वी आर ह्यान्डसम होइन, वी नो वी आर ह्यान्डसम होइन। भइयो त्यति भएपछि कुराकानी। के भन्नु छैन दुईजनालाई भलकमा? भलकमा के काम छ? हाम्रो त पुरै भलक भइरहेको के 4 मिनट भइसक्यो त यार। हाम्रो त उहाँ पुग्दा त एकदम भरिपै हुन्छ त। खतरा भन्ने हो त। हालिदिइहाल्ने हो है, अहिले गएपछि हालिहाल्ने फेरि। अहिले बसेको चाहिँ सक्दैन नि फेरि, कसले सकुस् र फेरि हात पाटिसक्यो कि छोटकै हात पाटिन्छ। नाम त क्यामराम्यानहरू आइदियो, दुईवटा पस्नु उज्जवल आउनु राजा। ठिक छ, अब गएर खाना खान पर्छ। खाना खाएर अनि एकदम हानिदिनु पर्छ खाना चाहिँ, एकदम हन्तै हानिदिने हो। अनि हामी बसेको चाहिँ उ त्यहाँ हो होइन, एकैछिन यहाँ रेस्ट हानेर उतोमा हामी चाहिँ माथि बढेको हाम्रो गन्तव्यतिर। ठिक छ, हामी जाँदैछौँ फेरि। अब उदो देखाउनु न ल यस्तो छ अगाडि हाम्रो होइन सर। के चढ्छ अरे? खै के चर्च थियो यार, बिर्स्यो। हात पाट्यो यार फेरि। लो अब तिमी नेक्स्ट ब्लगर यार। हात पाटेर तनाव छ, भलक गर्नु पनि के गर्नु गाह्रै भइरहेको छ। साथ सपोर्ट पाएर नयाँ डिजे एक्सन फेरि किनिदिन्छु। इन्कम गर्नु पर्यो। अब मेरो वाच टाइम चाहियो होइन, वाच टाइम कति समथिङ 500 पुग्यो, अझै 3000 पुगाइदिएपछि टक्क अनि इन्कम हुन्छ। अनि सँगै बाँडेर म सब्सक्राइबरहरूलाई एकदम बोलाएर सट्ट पार्टी दिन्छु होइन। एक ठाउँमा फेरि एक ठाउँमा नि फेरि एकै ठाउँ बोलाउँछु सब्सक्राइबरहरूलाई, म पर्सनल्ली मेसेज गर्छु। अनि एक ठाउँ आएर सब पुरै त्यो के अरे एकदम एउटा रिसर्टै रिजर्भ गरेर हानिदिनुपर्छ अन्त्य सबैले। त्यही भएर मेरो वाच टाइम अलि चाँडो पुऱ्याइदिनु पऱ्यो। त्यही भन्दै मेरा शब्दहरू यही छन्। अहिले पनि अहिले यति गरौँ, अहिले यति गरौँ। अब अघि गएपछि अब फेरि अब गाउँ सिद्धिन लायो होइन, गाउँ सिद्धिन लायो। गाउँ छैन अलि अघि अब हल्का अघि जङ्गलमा अलि गएपछि अब हामी भेट्छौँ है एकैछिनपछि मुख थाहा। ल अहिले चाहिँ हामी गाउँ कटेर चाहिँ अब हाम्रो यो जङ्गलको बाटो सुरु भयो। देख्न सक्नुहुन्छ अगाडि एउटा घर पनि छैन होइन। हाम्रो पछाडि छन् उज्जवल, हेन्सी। आयो भन के हो र यस्तो जौर्सी हो नवीन, हेन्सी आयो भन। यस्तै हिरो भन्छन् कि यस्तो चिउतिएमे यत्रै हानेर होइन, यस्तो पिट्दिम जस्तो। सुनिल हेन्सम चाहिँ यता होइन भन। अब के कतिचोटि आयो गर्ने हो र? गरेको अहिले त ए बाइक गरेको हो। जङ्गल देखाउनु न। के भन्छ बर्दिया नेसनल पार्क कि बर्दघाट नेसनल पार्क?
ए अब हामी चाहिँ अब अलि होटेलनिर पुगेपछि हजुरहरूलाई देखाउँछौँ अनि हाम्रो होटेलको रुम भिजिट पनि हजुरहरूलाई देखाउँछौँ होइन। ल अब हामी टक्क रोड क्रस गर्ने बेला भेटौँला है त। ल अब अहिले चाहिँ हामी फाइनल्ली रोडतिर आइयो होइन, देख्न सक्नुहुन्छ यो रोड। ल हाम्रो बसेको त्यो रोयल कटेज होटेल चाहिँ त्यही हो होइन र? कुन हो यो? ए यता पो रहेछ, म त उता। कौन है ये लोग? कहाँ से आते हैं? रोयल कटेज देख्न सक्नुहुन्छ। ल हामी चाहिँ अब यहाँ रोड क्रस हान्दैछौँ बिस्तारै यताउति हेरेर। अब गो 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 कमान गो 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 गो। यो चाहिँ हाम्रो कसले दिएको अरे? स्टार कलरले दिएको। यता जाम के? ए मेरो मोबाइल पनि दिन छ। यो देख्न सक्नुहुन्छ होटेल चाहिँ यही हो। दाइ भलक हो के? ठिक छ। ल अब हामी यहाँ चाहिँ होटेलमा पुग्यो होइन, देख्न सक्नुहुन्छ भित्र है। पहिला त मेरो मोबाइल यार, त्यो मेरो मोबाइल थियो नि दाइ। यता रहेछ। बनाएको थियो र? अब हामी चाहिँ हाम्रो रुमतर्फ जाँदैछौँ। के हो मलाई? ठिक छ। ल अब चाहिँ एकैछिनपछि खाना खानु पर्छ। हामी चाहिँ अब हाम्रो रुमतर्फ होइन जानेछौँ। सर खोल्यो यहाँ यस्तो गाइजहरूसँग पनि मेटअप हान्दै पनि होइन हामीले छन् कि नै है। ओ ल गाइजहरू भ्लग हो के? ठिक छ नि? ल ठिक छ। जाम ल अब चाहिँ हामीले चाहिँ हाम्रो रुमको भिजिट गर्न जानेछौँ। हाम्रो रुम चाहिँ यहाँ छ होइन। कति हो रुम नम्बर? 204। बङ्कु मेरो भाइ उता घुमेर आएको क्या, आधी घन्टाभित्र। ल हामी चाहिँ अहिले यहाँ रुममा हाम्रो ल रुम भिजिटै यस्तो छ रुम होइन। बाथरुम यस्तो छ। ल उज्जवलको यो बेड दाजुभाइको। ल अब एकैछिनपछि हामी भेट्नुपर्छ है खाना खाने बेला बेला। अब ल गाइजहरू अब हामी चाहिँ यहाँ खाना झर्दै हाम्रो यहाँ एलसी मास्कीको साथमा यता छन् अरू गाइजहरू। हाम्रो कुसान सु ल सु दियो सु 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 सु। ल हामी झर्दैछौँ है, हामी झर्दैछौँ हाम्रो हाम्रो दाइको भ्लगमा। अब सबले लाइक हानिदिनु पर्यो। हाम्रो अर्को उयो हुक्काको रोगी एकदम भोगी। ल गुदुङ सर एक दुई शब्द जाओस्। ल गाइस है हामी चाहिँ अब ह्याङ्गोको भ्लगमा अनि त्यसपछि फेरि यो कटेज रोयल कटेजमा चाहिँ खाना खान जाँदैछौँ। यहाँ हाम्रो हुनुहुन्छ समीर भाइ जो एकदमै राम्रो डिफेन्डर हुनुहुन्छ। लेफ्ट डिफेन्स मिक्सको सिलसिला पनि निभाइदिनुहुन्छ कहिलेकाहीँ। हिजो एकदमै उत्कृष्ट गोल हानेर टिमलाई अग्रता दिलाउन सक्नुभएको थियो, तर भाग्यवश हामी हार्न पुग्यो। हिजो जम्मा 4 गोल थियो। हार खानु तर 4 नखानु। लाइफमा जित्नुभन्दा ठुलो कुरा हो। ल राम्ररी के ल लाइफमा जित्नुभन्दा ठुलो कुरा हिम्मत नहार्नु हो। जित्नुभन्दा ठुलो कुरा हिम्मत नहार्नु। ल अब हामी चाहिँ खाना बसेको गाइजहरू सबै यता सर गाइज भाइ नवीन हो सर पापड नयाँ खानामा विधान खाना समीर उज्जवल भाइ यता म खानामा चाहिँ पापड सपड के छ यता सबै
ल गाइजहरूले चाहिँ हामी खानासाना खाएर मस्त होइन 2-3 ताल कति 4 थाल खाएर अब यहाँ रुममा आछौँ होइन अहिले पाठल खानुभयो अनि अहिले पाठल खानुभयो अनि अब हामी चाहिँ अब सुत्न लाग्यो आजको लागि चाहिँ यति नै गरौँ होइन ल सी यु नेक्स्ट टाइम है त